जग्गाको क्षेत्रफल, रोपनी आना पैसा दाम, बिघा कट्ठा धुरमा कसरी हिसाब गर्ने त? सुरुमा त तपाईँलाई कन्भर्जन फ्याक्टर थाहा हुनुपर्छ होइन। अब यति भइसके पछाडि चाहिँ अब हामी म्याथमा खेल्ने हो है। मानौँ कि हामीले हिसाब गर्न लागेको क्षेत्रफल भनेको चाहिँ 750 वर्ग मिटर लेखिएको छ लालपूर्जामा होइन। अब त्यसलाई वर्ग फिटमा चेन्ज गरौँ है त। अब यो स्क्वायर फिटलाई चाहिँ हामीले रोपनी आना पैसा दाममा चाहिँ रिड्युस गर्नु पऱ्यो नि त। अब के गर्नु पऱ्यो, 8070 भनेको चाहिँ एक रोपनीको कन्भर्जन फ्याक्टर 5476 भन्दा बढ्ता छ नि त। त्यही भएर यसलाई चाहिँ हामीले रोपनीमा रिडक्सन गर्न मिल्ने भयो होइन। अब के गर्नु पर्यो, यसलाई चाहिँ रोपनीमा घटाउनलाई चाहिँ 5476ले डिभाइड गर्नु पर्यो पहिला। 8070 डिभाइड बाई 5476 गर्दाखेरि के भयो, 1.47 रोपनी भनेर आयो हिसाबमा होइन। अब यो पोइन्टभन्दा पछाडिकोलाई फेरि रिडक्सन गर्दै जाने हो, किनभने एक रोपनी त देखिसक्यो नि त। पोइन्ट पछाडिको चाहिँ कति हो त भनेर थाहा पाउनु पर्यो नि त होइन। त्यही भएर यसलाई 1 रोपनी प्लस हामीले के लेख्न पायो, 0.47 रोपनी लेख्न पायो नि त। अब यो नेक्स्ट स्टेपमा नै लेखिदिन्छु है म। अब 1 रोपनी प्लस 0.47 रोपनीलाई हामीले आनामा लग्नु पर्यो। 0.47 इन्टु एक रोपनी भनेको कति आना हो भन्दाखेरि 16। अब यसलाई चाहिँ आना लेख्नु पर्यो होइन। यस पछाडि 1 रोपनी प्लस 0.47 इन्टु 16 गर्दाखेरि चाहिँ हाम्रो 7.52 आना आयो। 7 आना देखियो होइन। अब त्यो पोइन्ट पछाडिकोलाई फेरि हटाउनु पर्यो। अब वर्ग मिटरमा हुन्छ लालपूर्जामा, वर्ग मिटरकै कन्भर्जन फ्याक्टर लिने हो भने चाहिँ तपाईँको रोपनीमा 508.74 कन्भर्जन फ्याक्टर हुन्छ वर्ग मिटरमा। त्यही अनुसारले अरू प्रयोग गर्न सक्नुहुन्छ। म चाहिँ यहाँ स्क्रिनमा तपाईँहरूलाई चाहिँ कन्भर्जन फ्याक्टर दिन्छु।